दर्शकबिन नमस्कार। यो फोटो मैले मेरो स्क्रिनमा सेयर गरेको छु। यो फोटो भएको आमालाई काहीँ कतै कसैले देख्नुभयो भने नजिकको प्रहरी कार्यालय या हामीलाई सम्पर्क गरिदिनु होला, या त हामीले परिवारको सम्पर्क नम्बर राखिदिएका छौँ। बाट हिजो आइतबार दिनको ठिक 12:30 बजे झोलासोला बोकेर घरबाट हिँड्नु भएको भन्ने जानकारी आएको छ। लगभग 12:30 को आसपासमा हुनसक्छ। परिवारले नदेखेका बेला डिप्रेसनको औषधि खानु हुँदै थियो। उहाँ आमा जो उमादेवी श्रेष्ठ हुनुहुन्छ, 55 वर्षको, झापाको कमल गाउँपालिका 6 बाट आमा यही लुगामा हिँड्नु भएको छ। डिप्रेसनको औषधि खानु हुँदै थियो। अचानक घरबाट सम्पर्कविहीन भएपछि अहिले परिवार आफन्त एकदमै चिन्तित अवस्थामा हुनुहुन्छ। यो चिन्ता परेको परिवारलाई एउटा सानो सेयर गरेर परिवार मिलन गराइदिन हामी आग्रह गर्दछौँ। अहिले साँझ पख भएको छ। बुढा भएका बा आमा सायद कहाँ जानु होला, कुनै रोडको छेउमा हुनुहुन्छ कि बा कुनै गाडीले चाहिँ केही नराम्रो नहोला भन्न पनि सोचिन्न। साँझको बेला समय खराब पनि छ। हामी यो भिडियो सम्प्रेषण गर्दैछौँ। यो खबरलाई सबै माझ पुर्याइदिनु होला। यी आमा हेर्नुहोस् त, मैले देखाएको छु। यी आमा हराउनु भएको छ। आमाले चाहिँ रातो बुट्टे कुर्ता सुरुवाल, रातो सल लगाएकी र साथमा सानो साइड ब्याग र कपडा बोकेको हुनुहुन्थ्यो। श्रेष्ठ आमा डिप्रेसनमा हुनुहुन्छ भनेर उहाँको परिवारबाट हामीलाई जानकारी आएको छ र हामीले यो फोटो राखिदिएका छौँ। अत्यन्तै धेरै सेयर गरिदिनु होला। झापाको कमल गाउँपालिका वडा नम्बर 6 बाट 55 वर्षकी आमा सम्पर्कविहीन भएपछि परिवार अहिले आमा खोज्न लागिरहेको छ। हामीले पनि आमा खोज्न सहयोग गरौँ भनेर यो भिडियो सम्प्रेषण गर्दैछौँ। झापाबाट काहीँ कतै तपाईँहरूको आसपासमा यसो घरबाट बाहिर निक्लिँदाखेरि आमालाई देख्नुभयो भने खबर गरिदिनु होला। अहिले परिवार चिन्तित अवस्थामा छ। आफ्ना आफन्तहरूतिर सबैतिर खोजिसक्नुभयो। प्रहरीमा पनि निवेदन दिइसक्नु भएको छ। आमा भेटिनुहुन्छ भन्ने हामीले अपेक्षाका साथ यो भिडियो सम्प्रेषण गरेका छौँ। झापाबाट अत्यन्तै धेरै सेयर गरिदिन आग्रह गर्दछौँ। यिनै आमा हुनुहुन्छ। अहिले साँझको बेला हिजो र आज 2 दिन आमा घरबाट हराउनु भएको छ। एउटा जन्म दिने आमा घरबाट हराउँदाखेरि कुन सन्तानलाई चाहिँ मनमा शान्ति मिल्छ होला र। आज आमा खोजिराख्नु भएको छ। एउटा सानो चाहिँ मिस्टेकले थोरै आमाबाट अलि यताउता परिवार हुँदाखेरि आमा औषधि खानुहुन्थ्यो डिप्रेसनको, अनि त्यसपछिबाट घर छोडेर हिँड्नुभयो। योभन्दा पहिला कहिले पनि हिँड्नु भएको थिएन भनेर हामीलाई परिवारले जानकारी दिएको छ। हामी आग्रह गर्छौँ एकपल्ट फेरि पनि तपाईँहरूको सेयरले आमा भेटिनुहुन्छ भने हामीले एक सेयर गरिदिन आग्रह गर्दछौँ। अहिले हरेक आमाका फोटाहरू आइरहेका छन्। एकपल्ट हामी फेरि आग्रह गर्छौँ एकचोटि बाहिर निक्लिदिनु होला अनि यसो साइडमा हेरिदिनु होला। काहीँ कतै यस्तै हामी